हेलो गाइस, आज चाहिँ हामी टिकटक बनाउन जाँदैछौँ तोरीबारी। कहाँ भने तोरीबारी। अनि हामी चाहिँ यहाँ हिँड्दैछौँ तोरीबारीमा राम्री भएर चटाक भएर मैले छैन, मैले भित्रै छ गएर फुकालेर टिकटक बनाउने। हाम्रो गाउँ यस्तो राम्रो देखिन्छ। तपाईहरु पनि खिच्नु होला तोरीबारीमा। अझै हामी 4 जना छौं, 2 जना चाहिँ अगाडि बसिरहेको छ। उनीहरु चाहिँ भिडियोमा नआउने अनि मात्रै नक्कली अनि हामी चाहिँ हिँड्दै छौं उत्तली हुनको लागि। अनि यहाँ हेर्नुस् गाउँ छ। कपाल चाहिँ कति उडाको भन्नु छ, हावा चलिरहेको त्यही भएर फेरफेर उडेको नक्कली भन्नुहुन्छ। ल भेटौँ ल भरे। यहाँ टिकटक बनाउन लगभग सकिन आएको छ। अनि यहाँ आन्टीहरू खिच्दै हुन्छ अनि म चाहिँ यहाँ छु गाइजहरू। अनि यहाँ तोरीबारी छ, हामी तोरीबारीको बिचमा छौँ। अनि यी घरहरू छ, भट्टा छ, यहाँ भट्टा पनि छ। यहाँ चाहिँ अलिकति पर खोला छ गाइजहरू। तपाईहरुलाई पनि घुम्नु मन छ भने आउनु होला। यो चाहिँ 25 संसार 5 मा पर्छ। यो झोलुङ्गे पुल पनि छ यहाँ गाइजहरू, तर यहाँ अलिक मजाले देखेको छैन। तर यहाँ झोलुङ्गे पुल पनि ब्युटिफुल छ गाइजहरू, हेर्न सक्नुहुन्छ। सनसेट पनि हुन लागेको छ। हामी अब घरतिर लाग्दैछौँ अनि रात पनि परिसकेको छ, जुन पनि आइसक्यो। अनि हामी चाहिँ हिँड्दैछौँ। अनि तपाईहरुलाई हाम्रो भिडियोहरू हेर्नु छ भने टिकटकमा हेरेर फलो गर्नु सक्नुहुन्छ। धन्यवाद। बाई।